हामीले 2084 को चुनावलाई 82 मा सार्नका निम्ति आन्दोलन गरे होइन नि त। अहिले त त्यही देखियो। तर हामीले खोजेको अर्कै, जनताले खोजेको कुरा अर्कै हो। त्यसो हुँदा के भन्न सकिन्छ भने हामीले जनताले परिवर्तन चाहन्छन् र प्रत्यक्ष कार्यकारीको निर्वाचन यो सरकारले गराउनुपर्छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान गर्नुपर्छ, होइन भने विज्ञको टोली मार्फत जसरी हुन्छ यो हामीले यो संविधान मानेको थियो भने आन्दोलन पनि हुँदैन थियो। हाम्रो 2/3 सरकार यो संविधान संशोधन गर्नका निम्ति बनेको थियो, तर संविधान संशोधन गर्न नसकेपछि यो आन्दोलन भयो। त्यसो भएको हुँदा के भन्न सकिन्छ भने यो आन्दोलनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, जिरो करप्सन यस्ता कुराहरूमा यो आन्दोलन भएको हो। त्यसो हुँदाखेरि हामीले भन्न सक्नुपर्छ यतिखेर परिवर्तन जनताले चाहन्छन्। यहाँनेरि के हो भन्दाखेरि मैले भन्न चाहेको के भन्दा जेनजीले परिवर्तन चाहेको छ। जेनजीले मात्र होइन, यतिखेर नेपाली जनता युनाइटेड हुनुपर्छ। जेनजी भन्नाले जेनजीको उमेर समूह हो, तर अब चाहिँ नेपाली जनताले जेनजीलाई होइन नेपाली जनता सबै युनाइटेड भएर मुलुकको परिवर्तन चाहनुपर्छ।